बढी भिडियो गर्दै आउँदैछु। ल अब हामी चाहिँ जानु आँटेको झुम्कातिर है, हाम्रो बडीको यसो उपचारको लागि। हाम्रो बडाले यति धेरै माया गर्नुहुन्छ हाम्रो बडीलाई, नानी स्याहारे जत्तिकै स्याहार्नुहुन्छ बिचरा हाम्रो बडाले बडीलाई। ल हाम्रो बडी निस्किँदै हुनुहुन्छ। हेलो नमस्ते, सेवा से मुन्ना। म यहाँ सन्चै छु, तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला भन्दै आजको डेली ब्लगमा फेरि म उपस्थित भइसकेको छु। र आज पनि फेरि म ड्युटी निस्किने क्रममा भिडियो बनाउँदैछु। र यहाँ यति राम्रो फुलको साथमा म भिडियो बनाउँदै अब ड्युटीतिर लाग्ने भन्ने चाहिँ मेरो सोच विचारले म यहाँ फुलकै छेउमा बसेर एकदम स्पेशल फुलहरू देखाउँदै म चाहिँ लाग्नु पर्यो साथीहरू है। मजाले फुलहरू फुलिरहेछ है। अहिले त्यति राम्रो उज्यालो भएको छैन, त्यही भएर यहाँ बत्तीको छेउमा चाहिँ दामी दामी फुलहरू देखिँदैछ। यो फुलहरू देखाउँदै तपाईहरुलाई इन्जोय गराउँदै म पनि अब ड्युटीतिर लाग्ने साथीहरू। अनि तपाईहरुको के कस्तो दिनचर्या हुँदैछ? मेरो चाहिँ यसरी नै बित्दैछ साथीहरू। अलि राम्रो उज्यालो भएको छैन। म अब बिहानको समयमा अब ड्युटी लागेको है साथीहरू। यस्तो छ उज्यालो, पूर्वतिर भर्खर अलिअलि हान्दैछ। अब भने म ड्युटीतिर लाग्छु साथीहरू, हेर्दै गर्नु होला है त। ल साथीहरू म आइपुगेँ फेरि मेरो स्ट्यान्डमा। अलि उज्यालो भइसक्यो अघि भन्दा। अहिले चाहिँ म आइपुगिसकेँ। हेर्दै जाउँ अब के कस्तो हुन्छ आज दिनभरिको मेरो ड्युटीको बारेमा है, हेर्दै गर्नु होला है त। यहाँ आइपुगेको जानकारी गराउँदै भिडियोलाई अहिलेको लागि त स्थगित गर्न चाहन्छु साथीहरू। आज पनि हाम्रो झुम्का जाने कार्यक्रम छ र यहाँ दिदीलाई म लिन आएको छु। यहाँ दिदीको घरमा दिदीको फुलबारीहरू पनि देखाइहालौँ न हौ त्यसका बाजे। यस्तो छ। अब दिदीलाई लिएर बडा बडीलाई रिसिभ गरेर जानुपर्ने हुन्छ। 8 बजी भनेको थियो, म अलि अगाडि आएको छु यहाँनिर। अलि छिटो आएर अलि भिडियोहरू पनि बनाउँदै जाउँ भनेर आएको साथीहरू है। हाल्छु ल। यहाँ छ नि बोरा यहाँ पो छ त। बोरामा हाल्दिन। चकचक गर्दैछ यो नानी, बोरामा हाल्नु पर्ने अरे। हाल्दिनु पर्ला नानी। हाल्दिम हाल्दिम। कुकु 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 देखेकै छैन देखेको। म चाहिँ भोक लागेर खाजा खान आएको साथीहरू। यहाँनिर अब खाजा आइसक्यो। दामी थुक्पा, दामी सुप बनाउनु भएछ। खाजा खाएर जाने। नास्ता पनि खाएर आए साथीहरू। अब यहाँ दिदी निस्किनुहुन्छ अनि त्यस पछाडि यात्रा सुरु हुन्छ है त। हाम्रो दिदी निस्किनु हुँदैछ रेडी भएर। अब हामी चाहिँ सिधै तल जाने बडाबडीकोमा। तल गएर अनि सिधै जाने हो झुम्कातिर। लु आउनु दिदी, लु बस्नु। यता र खोलिदिएको छु। लु बस्नु दिदी बस्नु। ढोका लाएर अब जाने हामी। ल साथीहरू बाटो लाग्यौँ है। हेरेर साथ दिनु होला, माया गरिदिनु होला। ल हामी चाहिँ बडाकोमा आइपुग्न लाग्यौँ है। सरर ल ट्याक्कै आइपुग्यौँ। चाबी लगाएको छैन।
ल नमस्ते बडाबडी भिडियो गर्दै आउँदैछु म कति 40 मै पुगेको नि त 40 मा पुगेर अनि हतार लाए नि ल अब हामी चाहिँ जानु आँटेको झुम्कातिर है हाम्रो बडीको यसो उपचारको लागि हाम्रो बडाले यति धेरै माया गर्नुहुन्छ हाम्रो बडीलाई नानी स्याहारे जत्तिकै स्याहार्नुहुन्छ बिचरा हाम्रो बडाले बडीलाई ल हाम्रो बडी निस्किँदै हुनुहुन्छ ल हाम्रो तयारी भयो अब जानलाई हाम्रो बडीलाई छिट्टै निकोस् भनेको खै त भइसक्यो ए भइसक्यो हुँदैछ ल हाम्रो बडा नि पसिसक्नु हो ल ठुल्दै दिदी पनि पस्नुभयो ढोका गडम्मै लाउने अब लाग्ने ल साथीहरू लाग्यो है बाटो यात्रा सुरु भयो हाम्रो अब के कस्तो हुन्छ हेरेर साथ दिनु होला है भिडियोलाई साथीहरू पेट्रोल हालेर लाग्यो है ओह्रालो अब चाहिँ हाइवेमा निस्केर हामी सिधै जाँदैछौँ झुम्काको यात्रा यहाँ चाहिँ भाइ छुटेर फेरि लिन आएको बरगाची है अघि तल पुगिरहेको थियौँ तल पुगेको थियौँ फेरि यहाँ भाइलाई लिएर फेरि जाँदैछौँ भाइ पनि हुँदै जाने हो पीडित हो भाइ पनि अनि यता त हामी त त्यतिकै पीडित भइहाल्यौँ नि ल हामी जाँदैछौँ यहाँ तल चाहिँ ट्राफिकले चाहिँ के भन्छ को नि यहाँ तलदेखि मेन्टेन गर्नुपर्छ ट्राफिकले पो के भन्ने हो तलतिर अब यसो गरेर मिलाउनु पर्छ जङ्गल साथीहरू राई लिम्बूको चाहिँ बुद्धि ढिलो आउँछ भनेको यही हो क्या अब यहाँ तल पुगिरहेको थियौँ अनि भाइले फोन गरेर दाजु नानीसँगै जाने भनेर अनि पश्चात फेरि लिनु गएमा मान्छे 3 जना थियो अलरेडी एकजना चाहिँ यतै छोडिराखेर जानुपर्ने बुद्धि भरै मात्रै आयो माथि पुगेपछि अनि यहाँ ट्राफिक कट्नलाई माथि एकजना दिदी चाहिँ हिँड्दै आउँदै हुनुहुन्छ माथि आउँदै हुनुहुन्छ होइन अनि यहाँ त्यही मौकामा यहाँको फुलहरू पनि यसो देखाइदिउँ भनेर दामी छ है यो चाहिँ तिनकुने ढाटभन्दा अलि तलतिर हो यस्तो दामी छ फुलहरू खिच्दै जाँदैछु यस्तो दामी छ है मजाले ढकमक्क फुलेको छ फुलहरू पनि बिचबिचमा हामी हिँड्दै यहाँ भिडियो पनि बनाउँदैछौँ दिदीलाई नि पर्खिँदैछु अघि यता एकजना छोडिराखेको भए हुने थियो दिमागै पुगेन दिमाग नपुगेपछि दुःख पाइ त पर्खिँदैछु जाले यहाँ त माकुराको जालो पुरा छ फुल यस्तो राम्रो फुलिरहेछ यहाँ यो चाहिँ सयपत्री छ होइन है साथीहरू तर सयपत्री जस्तै कलर छ आउँदै हुनुहुन्छ दिदी माथि हिँड्दै बिचारा मङ्गलले दुःख पाइस आफ्नै ढङ्गले हिँड्दै आउँदैछ दिदी अघि दिमाग पुगेन
एकजना यतै छोडेर आएको हुन्थ्यो 4 जना भइयो र यो चाहिँ ट्राफिकहरू टन्नै छ बाटोमा र त्यही भएर उहाँलाई चाहिँ हिँडाएको आइपुग्यो है साथीहरू यहाँनिर यो स्कुटी कसको होला हुन्छ पैसा नि लगेर जानु पैसा त भरे दिने हो आइपुग्यौँ पर जाडो नि हुँदैन यहीँ सुतेर बस्नु क्या तपाईँ यहीँ बस्नु नि ल सबैजना प्रतीक्षामा हुनुहुन्छ है ल हाम्रो चाहिँ उपचार अब सकेर हिँडेको है यो चाहिँ हाम्रो सकेर हिँडेको हेरौँ है हेरौँ मजाले है ए हाम्रो टोली अब फेरि लाग्यो धरानतर्फ अब छिटो निको पार भयो है माइला तिम्रो पनि जिम्मा भयो त्यही त महिलालाई नै सिकाउनु पर्ला जस्तो छ अब यो काम चाहिँ सिक्नु पर्ने रहेछ पैसा आउने रहेछ नि त मजाले ल हामी लाग्यौँ साथीहरू 4 जना भएर अलि अप्ठ्यारो भएर ट्राफिकलाई रोक्याउनलाई भनौँ कि के भनौँ डरले छेरेको हो कि म ऊ तल भाइलाई चाहिँ तलै छोड्दै राखेर हिँड्दै हिँड्दै साथीको लागि लिनु जाँदैछु साथी दिँदै दिँदै पनि एक्लै अलिक खुस्रै मान्छ नि आजकल मान्छ लिन आएको छु अलिक तलै छोड्दै राखेको आइपुग्यो भाइ यहाँ जाउँ 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 ए दुई भाइ अब चट्टा हिँड्दै हिँड्दै अलिकति मासतिर अटो राखेका छौँ त्यही भएर अटोसम्म पुग्नलाई अलि एक्लै झ्याउ मान्छ भाइ भनेर लिन आएको फुलिसकेछ त के भयो पुरो भयो रङ दलेको त छैन नि ए कलर गरेको होइन अब आफै बोलेको आजको यात्रा कस्तो भयो त एकदम राम्रो भयो फेरि अटो चाहिँ माथि छ माथि राखिरहेको छु त्यहाँ हिजो अस्ति चाहिँ जेएनजीले गर्दाखेरि ट्राफिकहरू थिएन अहिले चाहिँ अलिक पलाउँदै गर्छ क्या फेरि जेएनजी भिराइदिनु पर्छ क्या बाटोमा ट्राफिक पुरै मजबुतका साथ बसिरहेछ हामी चाहिँ जाँदैछौँ अटो यहाँनिर छ हो त्यहाँ छ मान्छे भित्र छ अब चाहिँ हामी घाट चटाइराखिसक्यौँ अब चाहिँ हाम्रो छाती पुरा खुलाएर हिँड्ने हुन्छ होइन ल साथीहरू भिडियो आजको लागि यति नै गरौँ क्या र बडीलाई अब बाई बाई गर्दै गएको ल बाई बाई बडी ल लै पुऱ्यायौँ बडीलाई बडा हामी लागेको ल